सम्पूर्ण साथीहरुमा नमस्कार। आज म तपाईलाई एउटा महत्त्वपूर्ण जानकारी सिकाउन गइरहेको छु। तपाईले फेसबुकको पासवर्ड बिर्सिनु भएको छ भने कसरी हेर्न सकिन्छ भन्ने बारेमा तपाईलाई आज एकदम महत्त्वपूर्ण जानकारी दिन गइरहेको छु। सबैभन्दा पहिलो कुरा तपाईले आफ्नो फेसबुक आफ्नो मोबाइलमा लगइन हुनुपर्ने हुन्छ। यदि लगइन छैन भने तपाईलाई कसरी पासवर्ड फर्गेट गर्ने भनेर त्यो अर्को भिडियोमा सिकाउने छु। यसमा चाहिँ तपाईको फेसबुक लगइन छ तर तपाईले पासवर्ड थाहा पाउनु भएको छैन, तपाईले पासवर्ड बिर्सिसक्नुभयो भने तपाईलाई म सिकाउन गइरहेको छु। तपाईको पासवर्ड चाहिँ टाइममा चेन्ज गरिरहनु पर्ने हुन्छ, फेरिरहनु पर्ने हुन्छ, किनभने ह्याक हुन सक्छ। अहिलेको समयमा धेरै फेसबुकहरु ह्याक भइरहेको हामीले देखिरहेका छौं र त्यही भएर तपाईलाई चाहिँ मैले पासवर्ड कसरी पत्ता लगाउने भनेर चाहिँ आज यो भिडियोमा सिकाउन गइरहेको छु। पासवर्ड कसरी फेर्ने अथवा तपाईको मोबाइलमा फेसबुक लगइन छैन भने कसरी पासवर्ड हेर्ने भनेर त्यो चाहिँ अर्को भिडियोमा सिकाउने छु। सबैभन्दा पहिला तपाईको फेसबुक लगइन हुनुपर्ने छ र दोस्रो कुरा तपाईले यहाँनेर तपाईको इमेल लगइन भएको हुनुपर्छ र तपाई यहाँनेर प्ले स्टोरमा जानु होला। प्ले स्टोरमा तपाईको इमेल लगइन हुनुपर्छ। जो तपाईले फेसबुक खोल्ने बेला इमेल तपाईले युज गरिरहनु भएको थियो त्यो इमेल चाहिँ तपाईको प्ले स्टोरमा लगइन हुनुपर्छ र यहाँ माथि हेर्नु होला, यहाँ फोटोको आइकनमा क्लिक गर्नु होला। प्ले स्टोरमा गएर माथि फोटोको आइकनमा क्लिक गरिसकेपछि यहाँनेर अब तपाईको जीमेल अकाउन्ट देखाइरहेको छ। मैले चाहिँ यो जीमेल चाहिँ तपाईको हिडन गरेको छु सेक्युरिटीको लागि। र यहाँनेर लेखेको छ इमेल भन्दा तल लेखेको छ म्यानेज योर अकाउन्ट, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँनेर तपाईको यहाँनेर देख्नुहुन्छ चौथो नम्बरमा सेक्युरिटी भन्ने अप्सन रहन्छ। तपाईको मोबाइल पनि छ, यस्तै गरेर तपाईले सेक्युरिटी अप्सनमा जानु होला र यहाँनेर अलिकति माथि सार्नु होला, यसलाई अलिकति तल जानु होला। यसको अलिकति तल जाँदा गर्दै यहाँनेर चाहिँ तपाईको पासवर्ड म्यानेजर देख्न सक्नुहुनेछ। यो पासवर्ड म्यानेजरमा क्लिक गर्नु होला। पासवर्ड म्यानेजरमा क्लिक गरिसकेपछि तपाईको सम्पूर्ण पासवर्डहरु सेभ भएर यहाँनेर बसेको हुन्छ। तपाईको फेसबुक, ई सेवा, मेरो जे सबै अकाउन्टहरुको, खल्ती, लक्ष्मी बैंकहरुको सबैको पासवर्ड चाहिँ तपाईले हेर्न सक्नुहुन्छ। यसरी तपाईले फेसबुक मात्र हैन सबैको सम्पूर्ण तपाईले अहिलेसम्म सेभ गरेका पासवर्डहरु यहाँनेर देखिनेछन्। र अहिले मैले सिकाउन गइरहेको छु फेसबुक। यहाँनेर फेसबुक लेखेको छ, यसमा क्लिक गर्नु होला र तपाईको कतिवटा आइडी छन् त्यो सबैको पासवर्ड हेर्न सक्नुहुन्छ। यहाँनेर तपाईको मोबाइलको लग हान्नु होला। मैले मेरो मोबाइलको लग हाने र यहाँनेर तपाईले मोबाइलको लग हान्न सक्नुभयो भने मेरो यहाँ धेरै आइडी भएर धेरै आइडीको पासवर्डहरु देखाइरहेको छ। यो पासवर्ड चाहिँ मैले देखाउन मिल्दैन। यो आँखाको चित्रमा छ, यो आँखाको चित्र क्लिक गर्नुभयो भने चाहिँ तपाईको फेसबुकको पासवर्ड रहन्छ। यो हेर्नुस् यहाँ माथि फेसबुकको पासवर्ड, यो मेसेन्जरको पासवर्ड, अर्को यो फेसबुकको पासवर्ड, यो सब तपाईको कतिवटा फेसबुक छन् सबैको पासवर्डहरु यही सेभ भएर बसिरहेका हुनेछन्। यदि तपाईको यहाँनेर पनि पासवर्ड भेटेन, तपाईले यसमा पनि भेटाउन सक्नु भएन भने अर्को आइडिया तपाईले कसरी पासवर्ड फर्गेट गरेर नयाँ पासवर्ड बनाउने भन्ने कुरा तपाईलाई अर्को भिडियोमा सिकाउने छु। त भिडियो राम्रो लाग्यो भने त भिडियो लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला, फेसबुकबाट हेर्दै हुनुहुन्छ भने तपाईले फलो गरिदिनु होला, टिकटकबाट हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला भन्दै अर्को भिडियोमा भेट्ने बाचा गर्दै बिदा हुन्छु। हस्, नमस्कार।